यतातिर चाहिँ अनि मन्टो मन्टो घर गुर्र गर्ने रहेछ। अनि अब के भन्नुहुन्छ भने यतातिर चाहिँ घिउ बनाउनु लानुभएको थियो, यहाँ थाक्नु भयो, यहाँ सक्नु भएन। अनि यहाँ नसकेपछि अब उतातिर गएको छ घिउ बनाउनु पालो। त्यहाँ चाहिँ अलिक होला आएको छ मन्टो, किनभने बेसरी धसी हातभन्दा पनि बढी मन्टोको प्रयोग भएको छ। हजुर 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 धनी हिजो धनाले चाहिँ आज मेरो खोप कहिले के को चाहिँ आइरहेछ होला भन्दै। अब आज धना हामीले चाहिँ अब हेर सेल खान लागि तर अब आइज विज्ञापन त डह्रो भएकै छ। धना हिजो कहिले के आइरहेछ होला भन्दैछ। अनि आज हेर्ने तेरो केही नहोला भनेर आँखा पाटेला भन्दाखेरि सेल बनाउनु भनेर दाइले यहाँ घिउ बनाउनु लाग्छ। के हुन्छ नि दुईटा हातले गरम है के हुन्छ कि चाँडै हुन्छ। ल हेर्नुहोस् अब एउटा हात पाटे हेर्नुहोस् त, अब दुईटा हात हो के गर्नु त जति धुँदैछ यो जाऊ तरसँग हालेको हेर्नुहोस्। लगभग 2 महिनाको तर होला यो। अब 2 महिना त होइन 15 दिनको भएको। त्यहाँबाट चाहिँ मदनीले घर पारेर त्यो सजिलो हात पाटेर भन्नुहुन्छ। ओहो जति बित्ति धुँदैछ। कहिले सिकाएछ यहाँ फेरि बजारमा यसरी घिउ निस्किन्छ भनेर सिकाउने मान्छे पनि वैज्ञानिकै हो। त्यो कहाँ होला के छ हेर्नुहोस् त। बजारका मान्छेले जाने के भन्ने सुन किनेर ल्याएपछि त्यसलाई अर्कै नुन किनेर ल्याएपछि सुन बनाउनु जाने रहेछ नि बजार मान्छेले। अब उता दुध पनि खाएकै छन्, त्यो दही पनि खाएकै छन्, त्यही दुधबाट घिउ पनि खाएकै छन् होइन। सानबानी आइगर हामीले सानबानी भन्छौँ पहिला लगाएको छ नि। आज फिल्म हेर्न जान नपाएर रोएको रोइछि हामी बिहानदेखि भयो होला भयो।